guys, welcome to my new vlog. हामी चाहिँ आज सैलुङ जाँदैछौँ. आज सैलुङको भ्लग हो. हामी धेरै दिन भयो भएको थियो, धेरै दिनदेखि सैलुङ जाने भनेर प्लान गरिरहेको थियौँ. फाइनली आज सक्सेस भएको छ. अहिले अब 4:30 भयो. अब रेडी हुने अनि रेडी भएर निस्किँदा 5 बजे हामी यहाँबाट निस्किन्छौँ. रेडी भइसक्यो म चाहिँ. हामी चाहिँ अब सामान हालेर सैलुङको लागि निस्किँदैछौँ. हामी चढ्दैछौँ यहाँ. अब गाडी चढ्दैछौँ. फ्रकै फ्रक त्यही माथि मान्छे लिन गएको छ हाम्रो ग्रुपलाई. हामी चाहिँ यहाँ चोकमा कुन्दाबेसी चोकमा कुरिरहेछौँ. हाम्रो गाडी चाहिँ आइपुगिसकेको छ. अब यहाँ अब सैलुङको लागि निस्क्यौँ गाइज. हेलो हाई निर्मला दिदी, हेलो माइजू, पुणे, सुस्मिता भाउजू, सन्जु दिदी, अनिता भाउजू, पिनु भाइ. हामी 9 जना छौँ. मामा समेत गरेर 10 जना ट्याक्क सैलुङेश्वर महादेवको दर्शन गर्न लागि हो होइन त. हामी चाहिँ अब 0 किलोबाट दोलाल घाटतर्फ लाग्यौँ. दोलाल घाटको पुलमा आइपुग्यौँ. कस्तो राम्रो है दोलाल घाट त. मलाई साह्रै राम्रो लाग्छ नि. बजार आइपुग्यौँ हामी. हल्ला गरे गर्छ नि यिनीहरू. सबै नाच्ने है. हामी चाहिँ खाटचौर आएर चिया खान लाग्यो. अब मेरो गाडी चाहिँ यही हो. हाम्रो मामाको गाडी हो यो. कसैलाई कतै जानु छ भने कन्ट्याक्ट गर्नु होला. खाटचौर बजारमा छौँ. अब हामी चिया खान लाग्यो. ल खोलाको साउन्ड सुन्नु होला. कति राम्रो छ. कत्रो ठुलो खोला छ यहाँ बजारमा. यहाँ चिया खाँदैछौँ सबैजना. हाई गाइस, हेलो. मुडे तर्फ लाग्यौँ. यताबाट यता गए चाहिँ तातो पानी उता चाइना गइन्छ. यतापट्टि चाहिँ मुडे जाने हामी सैलुङ. चरीकोट दोलखा जाने बाटो यही हो. चर्चा भएको छ पैसा उडाउँदै म गाडी कुडाउँदै धेरै भन्नु त यो ठाउँमा ट्याक्कै यो चाहिँ 12 किलो हाम्रो यो जिरी जाने चरकोट जाने दोलखा जाने बाटो पर्छ होइन. 12 किलो पाखर हो होइन. हजुर. यहाँनिर चाहिँ मेरो एउटा कहानी छ. के कहानी होला त्यस्तो? ल मेरो चाहिँ बिहे चाहिँ खास चरकोटमा गरे हो होइन. बिहेको दिन गाडी यहाँनिर आइपुगेपछि बस बिग्रियो है. त्यतिखेर स्कर्पियो चलन थिएन. बसमै बेहुली आएको होइन. फेरि ऊ यहाँनिर आइपुगेपछि गाडी बिग्रियो है. अनि त्यहाँबाट मेरो बुढी बेहुली त फर्किन्छ पो भन्छ. बेहुली फेरि यहाँ हुनुहुन्छ. बिच बाटोबाट फर्किनु भन्नुभयो उहाँले. अनि त्यहाँबाट अर्को बस आयो कहीँ अनि राखेर लगिहाल्यो. ए अनि टाप कसाइदियो हो, भगाइदियो हो. ए माइजूलाई फर्किन्छु भन्ने नि. यति राम्रो त. आहा कति राम्रो हो यार. यहीँ बसिरहँ जस्तो लाग्यो मलाई त गाइज. ओ माई गड. अब पिच सकेर हामी सैलुङ डाँडातिर लाग्यौँ ट्याक्क. अब चाहिँ कच्ची सुरु हुन्छ यहाँबाट. धेरै राम्रो छ. ल यहाँ मुडेतिर चाहिँ ऊ आलु हो. यो सबै आलु रोप्या हो रे.
हाम्रो चाहिँ अब गाडी राख्ने ठाउँमा आइपुग्न लाग्यो अब लगभग सैलुङ आइपुग्ने बेला भयो भनौँ हिँड्ने ठाउँ यहाँनिर चाहिँ यस्तो हिलो पनि रहेछ भर्खर पानी परेको थियो कि हिजो अस्तितिर त्यही भएर गाडी चाहिँ अब यहीँ पार्किङ गर्ने हो अब चाहिँ हामी यहाँबाट हिँड्दै सैलुङ जानुपर्छ मामा यहाँबाट कति टाइम लाग्छ सैलुङ हिँडेर जान अब 1-1.5 घन्टा हिँड्नुपर्छ अब हामी यहाँ पानी एक बोतल बोकेर सबजना हिँड्दैछौँ हिँड्ने अब हामी खुइक्का खुइ होइन हामी अब हिँड्दै जान लाग्यो अब हाम्रो यहाँबाट हाइकिङ सुरु हुन्छ गाइज सबभन्दा बढी हाँस्ने र हँसाउने मान्छे हो अब हाम्रो यहाँबाट चाहिँ भर्याङ सुरु हुन्छ सिडी राम्रो कति राम्रो भ्यू छ भने अझ माथि हामी माथि पुग्नु छ ऊ त्यहाँ डाँडामा हो होइन सैलुङ डाँडा चाहिँ यहाँ हो यहाँ चरिरहेछ आहा कति राम्रो होला त्यहाँ म कति जान मन लागिसक्यो अब के गर्नु बिस्तारै हिँड्नुपर्छ गाह्रो छ यहाँ थकाइ मार्दै टिकटक बनाउँदै ल अब चाहिँ हामी यहाँ कन्फ्युजनमा भयौँ महादेवको मन्दिर जाने भए यतापट्टि रे सैलुङ जाने भए माथि अब हाम्रो ग्रुपहरू आउँदै हुनुहुन्छ अब कता जाने भनेर हामी वेटिङमा छौँ एकदम रमाइलो छ यहाँ लुक एट दिस भ्यू ओ माई गड दामी चाहिँ कोही तलतिरबाट मन्दिर जाने भनेर उतापट्टि गयो हामी चाहिँ फेरि यता आएको छौँ माथि उक्लिसकेको थियौँ नि त हामी उहाँहरू हिँड्न सक्नुभएको थिएन अनि हामीलाई पनि गाह्रै भइरह अब हामी उहाँ शिवलिङ भक्रामा जान्छौँ अनि कति राम्रो हो के ओ माई गड सैलुङ डाँडा भने चाहिँ उतै होला माथि कति राम्रो हो कति यहाँ ओह्रालो लाग्दैछौँ तल मन्दिर जानलाई कस्तो दामी छ कि भ्यू त बुने चाहिँ यहाँ डराइरहेको छ पुरै ओर्लिनलाई बिस्तारै आइज पुने हामी चाहिँ माथि डाँडामा गएर अनि फेरि ओह्रालो लागेर मन्दिरपट्टि जाँदैछौँ हाम्रो टोलीहरू चाहिँ त्यहाँ अगाडि हुनुहुन्छ हामीलाई कुरिरहनु भएको उहाँहरू नगएको ठाउँमा हामी गएर आएको है पनि कस्तो राम्रो छ कि सिन त कति देखाउनु कि तपाईँहरू थाक्नुहुन्छ सिन हेर्दा 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 यहाँबाट चाहिँ पानी चुहिरहेको छ हेर्न कस्तो राम्रो के हामी चाहिँ मन्दिर आइपुगिसक्यौँ अब यहाँ हुनुहुन्छ महादेवजी वाउ ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय सबैले भगवानको रक्षा गरिदिनु होला सैलुङ्गेश्वर महादेव सैलुङ्गेश्वर महादेवको दर्शन गरेर अब सैलुङमा जाँदैछौँ सैलुङको डाँडामा टिका लगाएको हामीले टिका लगाइदिनु भएको उहाँ बाले आशिष दिनुभएको हामीलाई अब महादेवको दर्शन गरेर यहाँ चटपटे मोल्न लागिरहेको यहाँ अब नाङ्लोमा चटपटे खान लगाएको यहाँ चटपटे बनाउन लाया यस्तो दामी सिनमा बसेर हामी खाँदैछौँ
हामी चाहिँ यहाँ चटपटे खाँदैछौँ है त्यो लाउने अनि त्यो Guys, अब खाएर फोहोर पार्नु त भएन हामी चाहिँ यहाँ सबै उठाएर सफा गर्दैछौँ यो बोतल राम्रो छ भ्यू होइन फोहोर पार्नु हुँदैन गाइस उता कल हो डाइपर खोलेर त्यस्तै राखेर हिँडेर रहेछ गाइस हामी सैलुङमा डाँडामा आइपुग्यौँ यही नै हो अब उता माथि जानु छ अझै मोबाइलमा चार्ज छैन यहाँ सैलुङमा चाहिँ पुरा गेम भइरहेको रहेछ रनिङ भइरहेको जस्तो छ त्यहाँ घोडा पनि छ सैलुङको मेन डेस्टिनेसन चाहिँ यही हो अब होइन यहाँ चाहिँ सैलुङमा पुरा रनिङ रेस चलिरहेको रहेछ सयवटा थुम्का छ यहाँ 100वटा थुम्काबाट बनेको हो यो थुम्का चाहिँ होइन यो भ्यू टावर चढ्नलाई चाहिँ यहाँ टिकट काट्नुपर्ने रहेछ कति रुपियाँ अरे 20 रुपियाँ तिरेर हामी यहाँ माथि चढ्न लाग्यो अब सैलुङबाट फर्किन मन नहुँदै पनि फर्किनु परेको छ के गर्ने यहाँ बसिरहन नि घरै छैन रहेछ के कसैको घरै छैन रहेछ हामी फर्किसक्यौँ हाम्रो टोलीहरू चाहिँ खोइ कहाँ हो कहाँ जहिले पनि छुट्टै भइरह अब कोही हिँड्न सक्छ कोही हिँड्न सक्दैन यस्तै छ ल बाई बाई अब हामी फर्किन लाग्यो मोबाइलमा चार्ज पनि सिद्धियो अब त हामी सैलुङ डाँडामा गएर फोटो भिडियो खिचेर रमाइलो गरेर हामी कहाँ जाँदैछौँ दिदी अब फर्केको घर जाने अब आएर खाना खाँदैछौँ सबैजना मुडे बजार चाहिँ यही हो होइन मुडे बजारमा हामीले खाना खाइसक्यौँ भर्खर अब हामी घरतिर लाग्छौँ हामी अब घर फर्किँदैछौँ गाइजहरू सब हिँड्दा थाकिसकेका छन् हामी चाहिँ सैलुङ फर्केर यहाँ दोलाघाट आइपुग्ने बेला भएपछि ठुलो पानी परेको छ लक्कीले आज सैलुङमा चाहिँ राम्रो मौसम भएर हामीले राम्रोसँग घुम्न पायौँ यहाँ हाम्रो बिमला दिदीलाई चाहिँ यहाँ लामी डाँडामा हामीले ल्यान्ड गराइदिउँ बिमला दिदी बाई बाई ल अब गाडी रित्तिसकेको छ हामी घर आइसक्यौँ फाइनल्ली घर आइपुग्यो